हेलो गाइज, आज मैले चिकन बिरयानी बनाएको थिएँ हो साथीहरू हो। फर्स्ट टाइम मैले चिकन बिरयानी चाहिँ कहिले बनाएको पनि थिइनँ हो। मलाई त्यति मन पनि पर्दैन, मेरो छोराले चाहिँ पुरा मन पराउँछ चिकन बिरयानी बनाउन आमाहरूले कि। आज चाहिँ मैले त्यही भएर सरप्राइज बनाइराखिदिएको छोरालाई पनि हो, स्कुलबाट आएर खान्छ। र यही चिकन बिरयानी रेडी भयो गाइज। अलिकति मैले फुड कलर चाहिँ ल्याउनु बिर्सेछु कि, फेरि घरमा आएपछि अब दोकान जानु अल्छी लाग्छ घाममा, त्यही भएर मैले फुड कलर चाहिँ हाल्नु पाइनँ हो। त्यही भएर फुड कलर नभएर अलिकति कलर चाहिँ अर्कै भएको छ साथीहरू। अब कस्तो भएको छ कुनै मेरो यो चिकन बिरयानी टेस्ट गर्नु जाँदैछु, हेर्नु होला। अब मैले पुरा भिडियो पनि बनाएको छु, हेरेर चाहिँ लाइक कमेन्ट गर्नु होला। चिकन बिरयानीमा चाहिँ पहिल्यै लेग पिस दुईवटा लेग पिस थियो, एउटा छोरालाई लेग पिस एउटा मलाई हो साथीहरू। अब खाउँ कस्तो भयो। मिठो भएछ। अब साथीहरू अब आफूले खाएपछि त मिठै भयो भन्छ है, हजुरहरूले खानु पाएको भए पो अब कस्तो भन्छ टेस्ट पाउँथ्यो। अब आफूले त आफ्नो त तारिफै गर्नु पऱ्यो होइन। र मेरो फर्स्ट ट्राई हो कि, राम्रो बनेछ। अलिकति बिरयानी मसला पनि कम्ती लाग्यो हो, अलिकति फुड कलर भएन, बाँकी सबै ठिकै छ, अन्त टेस्टी भएछ हो। कोही बेला अब अलग अलग चिजहरू पनि बनाएर खानु पऱ्यो नि हामी साथीहरू। छोरा चाहिँ भरेपछि हुनु पऱ्यो, अरू त होइन हो। अब म चाहिँ मैले चाहिँ लन्च गरेको पनि हो। अब म पनि लन्च गरेर फेरि यहाँ टिफिन पुऱ्याउनु जान्छु। यहाँमा आज सरप्राइज हुन्छ चिकन बिरयानीहरू। बाई बाई साथीहरू। आजको मेरो यो चिकन बिरयानीको भिडियो चाहिँ के कसो लाग्यो लाइक कमेन्ट चाहिँ गरिदिनु होला है। वन्स अगेन बाई बाई। हेलो साथीहरू, र अब म बिरयानी बनाउनु गइरहेछु। यहाँ चाहिँ मैले प्याज काटेर रेडी गरेको छु। यहाँ हाफ केजी चिकन ल्याएर चाहिँ मैले धोएर रेडी राखेको छु। दुईवटा लेग पिस छ। यहाँ चाहिँ अदरक लसुनको पेस्ट रेडी गरेको छु। यहाँ टमाटर 4वटा टमाटर कटिङ गरेर राखेको छु। यहाँ चामल भिजाइरहेको छु। चामल भिजाएर राख्यो भने चाहिँ राम्रो हुन्छ, कमसेकम 1 घन्टा भिजाउनु पर्ने रहेछ। र कराईमा तेल गरम भइसक्यो। अब चाहिँ म प्याज हाल्दैछु। यसरी प्याज हालिसकेपछि चाहिँ अब प्याजलाई चलाइरहनुपर्छ, ब्राउन नहुन्जेल, अब हल्का गोल्डन ब्राउन हुन्जेलसम्म चलाउनुपर्छ। प्याज चाहिँ जबसम्म गोल्डन ब्राउन हुँदैन तबसम्म मिडियम हिटमा चाहिँ चलाइरहनुपर्छ। यसरी प्याज हल्का गोल्डन ब्राउन भएपछि चाहिँ अब म यहाँ अदरक लसुनको पेस्ट हाल्न गइरहेको छु साथीहरू। हेर्दै गर्नु होला मेरो यो चिकन बिरयानीको रेसिपी चाहिँ मैले चाहिँ फर्स्ट टाइम बनाउँदैछु हो। कस्तो हुन्छ बनाएर खानुपर्छ। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। कसलाई मनपर्छ, को चाहिँ चिकन बिरयानीको चाहिँ लभर हुनुहुन्छ। अब यहाँ म चिकन राख्नु गइरहेको छु। अब चिकन बिरयानीमा 2वटा लेग पिस त हुनै पर्यो होइन साथीहरू। धोएर राखेको चिकन चाहिँ यसरी हालेपछि चाहिँ मजाले अब चिकनलाई चाहिँ मिक्स गर्नुपर्छ। र साथीहरू अब चाहिँ म चिकन बिरयानी मसला हाल्नु जाँदैछु। बिरयानी मसला चाहिँ मैले दोकानबाट रेडिमेड बिरयानी मसला ल्याएको छु र त्यही हाल्नु गइरहेको छु। बिरयानी मसला चाहिँ मेरो अलिकति कम्ती भएको जस्तो लाग्यो, सानो प्याकेट पाएँ कि त्यही भएर हो। तर मेरो यो फर्स्ट टाइम बिरयानी कुकिङ हो कि, त्यही भएर कोही बात छैन, अलिअलि मिस्टेक हुन्छ। यसरी मसला हालेपछि चाहिँ मजाले यसरी मिक्स भयो हो। त्यसको बादमा आउँछ साथीहरू टमाटो। अघि मैले काटेर राखेको टमाटर यसरी हालिदिनुपर्छ। त्यसको बादमा आउँछ साथीहरू दही बिना त चिकन बिरयानी बनिँदैन। हजुरहरू सबैलाई थाहा भएकै कुरो होला। यसरी दही हालेपछि मजाले चलाएर मिक्स गरेर चाहिँ चलाउनुपर्छ। त्यसको बादमा चाहिँ यहाँ 4टा हरा मिर्च हालेको छु मैले। नानीलाई पिरो हुन्छ भनेर चाहिँ मैले 4टा मात्रै हालेँ। अब चाहिँ यसलाई चाहिँ लो फ्लेममा चाहिँ ढक्कन लाएर चाहिँ छोपिदिनुपर्छ।
20 मिनट जस्तो पाक्नु दिनुपर्छ। यहाँ चाहिँ मैले उम्लेको पानीमा चाहिँ सबै हालिरहेको छु। यहाँ दालचिनी, जिरा, के भन्छ अलैँची, ल्वाङ, नुन पनि हालेँ मैले। यो अघि भिजाएर राखेको चामल चाहिँ म यसरी हालिरहेको छु। अब यसरी सबै हालेपछि मजाले चलाइदिनुपर्छ र मजाले पाक्छ चावल पनि। चावललाई हामीले भात जस्तो बेसी फ्यात्त हुने गरी पनि पकाउनु हुँदैन। त्यही भएर अहिले चाहिँ म हेर्दैछु पाके कि पाकेन भनेर हो। यतिको भएपछि चाहिँ अब 90% पाकेपछि चाहिँ हुन्छ, ठिक छ पाकिसक्यो। अब यो चावल पनि रेडी भयो, बेसी फ्यात्ता चाहिँ गर्नु हुँदैन। त्यही भएर यो अघिको चिकन पनि अब रेडी भइसक्यो। आफ्टर 20 मिनट्स चाहिँ म हेर्दैछु मजाले पाकिसकेको छ हो। अब आउँछ साथीहरू, मैले चाहिँ डेक्ची यहाँ गरम गरेको छु। अब मैले चाहिँ डेक्चीमै गर्दैछु। यहाँ चाहिँ अब अघिको चावल मैले धोएर नेटमा धोएर चाहिँ तारेर यसरी हाल्दैछु। त्यो लेयर लगाएपछि चाहिँ त्यो लेयरको माथि चावलको माथि चाहिँ यसरी त्यो अघिको पाकेको चिकन चाहिँ यसरी हाल्नुपर्छ र सबै चिकन हालेपछि फेरि त्यो आधा बाचेको चावल त्यसको माथिबाट यसरी हाल्नुपर्छ। हालेर यहाँ मेरो फुड कलर चाहिँ भएन साथीहरू हो, र अब यसरी डक्क छोपिदिनुपर्छ 2-3 मिनटको लागि। छोपेपछि चाहिँ अब रेडी भयो चिकन बिरयानी। अब म चलाउँदैछु। बस चिकन बिरयानी रेडी भयो साथीहरू। बस फुड कलर हाल्नु पाइनँ मैले बिर्सेछु कि फुड कलर ल्याउनु, त्यही भएर कोही बात छैन। यो त फर्स्ट ट्राई हो नि है, अलिअलि त अब कतिवटा मरमसला त अब छुटिन्छ। अब चिकन बिरयानी मेरो रेडी भयो साथीहरू। अब म चाहिँ यहाँ प्लेटमा पस्किनु गइरहेको छु। अब फर्स्ट म खानु पऱ्यो, नानीहरू त स्कुलमा छ, त्यही भएर मेरो लागि चाहिँ यहाँ मैले प्लेटमा हालिसकेँ साथीहरू। अब म खानेछु। र साथीहरू मेरो भिडियो कस्तो लाग्यो होला चिकन बिरयानीको भिडियो। थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड बाई बाई।